बाटो ओह्रालो चाहिँ सिधै चढ्नु पऱ्यो हामी आएर चाहिँ यस्तो छु म अहिले यस्तो गाह्रो भएको छैन मलाई म 2 दिनमा चढिदिन्छु कि बिची तर नै दुःख हुन्छ भनेर बिस्तारै हिँडेको यस्तो राम्रो देख्यो होला यो भिडियो चाहिँ हालिँदैन कि त्यही पनि बनिरहेको मुख त आउँदैछ राम्रै आउँछ मुख हामी 1.5 आवरदेखि कन्टिन्यू हिँडेको छौँ त्यहाँ पुग्नुपर्ने हामी त्यो पाहाडनिर आज त होइन त्यहाँ चाहिँ भोलि पुगिन्छ आज भने यति कति पास भइन्छ होला भरेसम्म हिँड्ने हो खाने ठाउँसम्म हामी दोभान ब्याम्बो आइपुग्यौँ हाम्रो नेक्स्ट स्टेसन भनेको दोभान हो त्यहाँ पुगेर चाहिँ हामी खाना खाने हो खाना खाने एकछिन रेस्ट गर्ने अब 1 घन्टा 45 मिनट त हुन भनिरहेको छ यहाँनिर तर मेरो हिँडाइले लगभग 2 घन्टा लाग्दो अब 15-20 मिनट बस्दा भरे त 2.5 घन्टा भन्दा मिलो त्यस्तो मिलाएर बुझ्दाखेरि 3 घन्टा भनौँ न यस्तो रहेछ बाटो हेर्नु नि सरी यस्तो छ बाटो अनि मेरो हालत ठिक छ भोक लागिरहेको थियो अलिकति एउटा चाउचाउ खाएँ ग्लुकोज पानी बल्ल मिस गरेँ अनि खाएँ यो चाहिँ ब्याम्बो है ब्याम्बो भन्ने ठाउँ छ मान्छे हिँडेको अब यो चढ्नुपर्ने छ यो उकालो खेले ल गाइज अब म ब्याम्बो पुगेर छु अहिले देखाउँछु ल बाई सिँढी घरिको 4:30 हुन आँटिसक्यो हामी साथी सिँढीमा छ मेरो हालत छ कन्टिन्युसली हिँडेको छौँ अघिदेखि जहिले कहिले पुग्नु गइसक्यो सिँढी हेर्न सक्नुहुन्छ त्यस्तो छ अवस्था पुरै खरै हेर्न सक्नुहुन्छ पानीको आवाज आउँदै यहाँ अलिकति पानी लिन्छ तर पानीको आवाज कताबाट आउँछन् सुतिङ छ नेचर गाइज यो सिँढी हेरौँ कस्तो छ अवस्था ठिकै छ स्टिक किनेको थिएँ खै यस्तो लास्टमा यस्तो स्टिक पाइयो आफ्नो त ठिकै चलिरहेछ अब म हिँडेको बाटोतिर अब पल्लोपट्टिको बाटो लाइट बलेको छ नि त्यहाँ पुग्नुपर्ने हामीलाई लागेको अहिले चाहिँ